नमस्कार शुभबानी सम्पूर्णहरु। तपाईहरु के एउटा कपडाको बिजनेस गर्नको लागि म्यानुफ्याक्चरको खोजीमा हुनुहुन्छ? आउनुस्, तपाईहरुको खोजी अब यहाँ सकिनेछ। म यस्तो कम्पनीमा ल्याएर आएको छु कि जो तपाईहरुलाई बच्चादेखि लिएर बुढासम्म र केटादेखि लिएर केटीसम्म कस्तो खाले कपडा चाहिन्छ त्यो एउटा म्यानुफ्याक्चर कम्पनीमा ल्याएर आएको छु। र अहिलेलाई भने म तपाईहरुलाई एउटा सानो प्रिन्टेड साडी हैन डेली वेयर प्रिन्टेड साडीहरुको बारेमा भन्न र देखाउन गइरहेको छु। तपाईहरु हेर्नुस् है त। हेर्नु साथीहरु, तपाईहरुलाई भने जस्तै मैले ल्याएर आएको छु साडी। यो रह्यो हाम्रो प्रिन्टेड साडी एउटा मोडल। यो चाहिँ अर्को कलर हेर्नुस्, यो कलर फेरि हेर्नुस् हैन, फेरि अर्को कलर हेर्नुस्। यो चाहिँ हाम्रो डेली वेयर मजाले 12 महिना हैन 24 घण्टा लगाउन मिल्ने हाम्रो दिदीबहिनीहरुको लागि एकदम राम्रो र एकदम हल्का, यस्तो मुलायम कपडा एकदम हल्का टाइपको साडी हो। यो तपाईहरु बिजनेस गरेर चाहनुहुन्छ यस्तो गर्मीको महिनामा तपाईहरुले दोकानमा यसलाई राख्नुभयो भने यति छिटो बिक्ने छ त्यो तपाईहरुलाई पनि थाहा छ। र अहिलेको समयमा कस्तो खाले कपडा छिटो जान्छ भनेर अब रह्यो यसको म डिटेल भन्ने छु तपाईलाई। हेर्नुस्, यो डिजाइन यस्तो राम्रो यो डिजाइन गरेको छ। त्यसपछि लिएर यो साडीमा यस्तो सानो सानो बुट्टाले यत्रो प्रिन्टेड, यो डिजिटल प्रिन्ट हो है। हामीसँग यहाँ डिजिटल मसिन छ कपडामा प्रिन्ट गर्ने, त्यो टाइपमा प्रिन्ट गरेर तपाईहरुको लागि यस्तो राम्रो साडी। हेर्नुस् है, यो ब्लाउज पनि यसमा एड गरेको छ है। हेर्नुस्, यो पिस चाहिँ ब्लाउज हो, यसलाई चाहिँ हामी तपाईले सिलाउनु पर्छ। अनि त्यसपछि लिएर यो डिजाइन हेर्नुस्, पुरै सर्लक्कै हेर्नु, पुरा जाली टाइपको छ। यदि तपाई आफ्नो दोकानमा यस्तो साडीहरु राख्नुहुन्छ भने केसरिया टेक्सटाइल कम्पनी सुरत गुजरात इन्डियामा यो चाहिँ म्यानुफ्याक्चर छ। यो धेरै वर्ष भइसक्यो रहेछ खुलेको हैन। अहिले चाहिँ हामी विशेष गरी हाम्रो नेपालमा पनि यस्तो खाले कपडाहरु कतिको बिक्छ र यस्तो कपडा लिँदा कति बिजनेसम्यानलाई कति नाफा आउँछ हैन, अनि कस्टमरहरु कति खुसी हुन्छन् भनेर चाहिँ यो भिडियो बनाएर तपाईहरुमा पेश गरेको। बाकी क्वालिटी क्वान्टिटी तपाई आफै हेर्न सक्नुहुन्छ। क्वालिटी पनि एकदम राम्रो छ हैन, एकदम मुलायम। तपाईले यो जसरी यसलाई धुँदा पनि हुन्छ हैन, जसरी राख्दा पनि हुन्छ, जसरी लगाउँदा पनि हुन्छ। यो 24 घण्टा लगाएर बस्दा पनि भो, 12 महिना लगाउने साडी, यसलाई भन्छ प्रिन्टेड साडी है। अब चाहिँ हामी यो साडीको अर्को क्वालिटी हैन, यो चाहिँ एउटा क्वालिटीको साडी भयो, यो भन्दा अर्को क्वालिटीतिर लाग्छौं हैन है। त्यसैगरी हेर्नुस्, अघि मैले अर्को क्वालिटी देखाए त यो क्वालिटी अर्को हो हैन। यो क्वालिटीमा तपाई हेर्न सक्नुहुन्छ कस्तो छ साडी। हेर्नुस् है, यहाँबाट तपाईहरु यसलाई यसरी यो ब्लाउजको भाग हो हैन। तपाईहरु यो साडी डिजाइनमा चाहिँ कलर पनि धेरै राम्रो छ है, डिजाइन पनि हेर्न सक्नुहुन्छ तपाई। यस्तो यसलाई यसरी जसरी मुर्काउँदा पनि यो एकदम हल्का, तपाईहरुले लाउनु भयो भने एकदम हल्का टाइपमा यो जसरी पनि यसलाई युज गर्न सकिन्छ है। 24 घण्टा पनि भने मैले। बाकी तपाईहरुको विचार। हेर्नुस्, आउनुस्, अनि तपाई बिजनेस गर्न चाहनुहुन्छ भने यस्तो साडीको हामीलाई सम्झनुस्, हामीसँग कन्ट्याक्ट हुनुहोस्, हामीसँग जोडिनुहोस्। अनि त्यसैगरी यसको म तपाईलाई कलर चार्ट र फेरि अर्को डिजाइन देखाउन गइरहेको छु है। हेर्नुस्, यो चाहिँ फेरि अर्को डिजाइन हो, कलर चार्ट हो। यहाँ डायमन्डको वर्क छ है। यो डायमन्डको जति पनि यो टल्किने डायमन्डको वर्क छ। यहाँ भित्र पनि धेरै राम्रो डिजाइन छ, हेर्न सक्नुहुन्छ। त्यसैगरी अर्को यो ग्रीनमा हेर्नुस् हैन, यो पनि सेम त्यही हो, डायमन्डको वर्क छ है। यसमा पनि त्यही साडी नै आउँछ प्रिन्टेड, अनि राम्रो राम्रो बुट्टाहरु प्रिन्ट गरिएको छ राम्रोसँग। हेर्नुस् है, अनि त्यसपछि लिएर यो अर्को डिजाइन एउटा फेरि सेम त्यही नै हो, डिजाइन एउटै हुन्छ तर कलर फरक हुन्छ, डिजाइनमा पनि कुनै कुनैमा डिजाइन फरक हुन्छ। तपाई यदि यस्तो साडीको बिजनेस गर्न चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्, केसरिया टेक्सटाइल कम्पनी सुरत गुजरात इन्डियामा हैन। तपाई अनलाइनबाट पनि जोडिन सक्नुहुन्छ, अफलाइन आएर भिजिट गर्न सक्नुहुन्छ। यदि तपाईले यहाँबाट सामान लिनलाई ट्रान्सपोर्टको भो, डेलिभरीदेखि लिएर सबै कुरा राम्रोसँग हाम्रो अनलाइन टिमले भनिदिनेछ। अनि हामी यदि व्यक्तिगत पर्सनली तपाई भेटेर आएर हाम्रो अफिस, हाम्रो वेयर हाउस, हाम्रो गोदाम अनि हाम्रो कम्पनी भिजिट गर्न चाहनुहुन्छ भने पनि त्यो तपाईको इच्छा हो है। अहिलेलाई म यो साडी तपाईले देखिसक्नु भएको छ। अब म बिदा हुन्छु। हस्त, धन्यवाद।